ओइ बुढोहरू त पैसा एक तेरा एक मेरा भन्दै पैसा बाँड्न थाल्छ त भित्तीहरू आउँदैछ न केटाहरू भित्तीहरू आइरहेछ ओइ हिजो के भयो सेटिङ ठिक छ नि त्यो त राति 12 बजे आउन आइदिरहेको थियो यार ओइ माथि ओइ न्याक्रियो त्यसलाई 12 बजे आउन आइदिएको थियो त भक्तै केटाहरू कति कमाएर आयो कति कमाएर आयो कतिखेर आएको उहाँबाट सम्माहरू आएको छ नि त्यो राजा बोलाइनस् कहिले Welcome to my vlog. ल केटाहरू पनि हिरो भएर निस्क्यो है साइमनले लिएर आयो क्या सफारी कहिले किनेको साइमनको मलाई रमाइलोसम्म लाग्दैन साइमन यार कहाँ गएको यो चाहिँ कहाँ गएको पानी लिन Oi, bye. चिसो पानीले साथीहरू हाम्रो अब भ्लग सुरु हुन गइरहेछ एकदमसँगले ढङढङ्गा मेलामा आएको छौँ घर अगाडि नै केटाहरू पनि 2-4 जना भेट भइरहेको छ यहाँ यस्तो घाम छ कहिले ठ्याक्कै 1 बजी रहेछ 1 बजेबाट ट्याक्क भ्लग सुरु गरिरहेछ के कस्तो छ अब हेर्नुपर्छ है त होइन साइमन कस्तो लाग्दैछ मेला अनि अलिक कम घाम बढी है ल साथीहरू एकदमै घाम लागिरहेछ भिडियो बनाउनु एकदम गाह्रो छ क्या है मोबाइलले आइफोनमा चाहिँ खतरा मजा हुन्छ क्या भिडियो बनाउनु है देख्दैछ के किन्ने झन् काम सुरु भइरहेछ म चाहिँ धेरै भयो क्या भिडियो नबनाएको पनि है बनाउन सकिन्न खासै धेरै मेरो थोप्रा हेर्न सकिन्छ यस्तो गर्मी भइरहेछ कि है आम्मामामामामा धुवा निस्किरहेछ गाइस एकदम क्या तरुनीहरू पनि यति राम्री आइरहेछ सजनाले भ्लग बनाइरहेको थियो है साइमन सजनाले भ्लग बनाइरहेको थियो त अघि त भयो आइफोनमा भयो भर्खर आउनुभयो बुढा फटारा बुढा पनि लाग्दै है त्यो सम्राटी आइसक्यो पछाडि आइसकेको पानी लिएर मेरो चाहिँ एन्ड्रोइडमा त्यति धेरै क्यामेरा पनि क्वालिटी खासै राम्रो आउँदैन है ड्रेसअप हेरौँ न आम्बो केटाहरू हिरो भएर आइरहेछन् साथीहरू मैले मुखमा पान हालिरहेको छु ओइ पैसा एक मुठै निकाल्यो त्यसले त र होइन खुद्रा सुभाष दाइ पनि लाग्ने दारु खान सुभाष दाइ मेला कस्तो लाग्दैछ नि हो बङ्गुरको आइटम यो चाहिँ दारु सारु खाने ठाउँ रहेछ आम्मामा सिङ्गै काटेको छ यार अम्बो यहाँभित्र मेला हुन्छ होइन केटा अहिले त यहाँ के हालेर नि कस्तो भइरहेछ यार खतरा यहाँभित्र खतरा बनाएको थियो पोहोरको साल मैले भिडियो यार रोटेपिङ हेर्न जाउँ है साथीहरू एकदम कस्तो लागिरहेछ यतातिर ल केटाहरू खेल्ने होइन तिमीहरू यो त अस्ति 2-3 सयमा हारेको यार केटा यहाँनिर चाहिँ त्यो चाहिँ रोटेपिङ यस्तो तरिका लागिरहेछ है लाग्न चाहिँ एकदमै हान्दैन जित्दैन 500 रुपियाँ हान्दै बियर हान्नुपर्छ यता त्यस्तो गेमहरू चलिरहेछ सायन भाइले सेटिङ मिलाउँदैछ है केटाहरूको पैसा आज सकिने हो म अस्ति 3-4 सय हारेको आम्मामा जित्ने केही चान्सै छैन है यतातिर जाउँ टक गरिरहेछ है के बोल्नु खै के नबोल्नु यार पाइँदैन हौ मेलामा के चाहिँ घडी पाइँदैन कि अस्ति घडी त पाउनु पर्दैन नि मेलामा पाइन्छ हो पिलिलिली बोल्ने घडी चाहिँ पाइन्छ त्यो यो चस्माको दाम सोधेछ न केटा चाट्दैन जाँदाखेरि चाटेर आइज जाँदाखेरि यसलाई चाहिँ मैले प्राङ चाट्नलाई पठाइदिइरहेको छु यसलाई यता त्यस्तो छ है साथीहरू है चिक्स एकदम घाम भइरहेछ मलाई चाहिँ एकदम गाह्रो भइरहेछ यहाँनिर हेर्न भिडियो बनाउने बन्दुक किन्नु के किन्न आँट्यो केटाहरू बन्दुक
कुन बन्दुक ओ खगेर अन्तानीको छैन यस्तो 10 रुपियाँको चिठा खेल्नुपर्छ 100 रुपियाँको पर्ने पनि सक्यो हावा कराएको नगर त्यो चिठामा नपर्ने पनि त हुन्छ यसले ड्रेसअप चाहिँ खत्रै लाएर आएको छ क्या यसको पनि गर्लफ्रेन्ड छ अरे यार रमाइलोको यो सम्राट यो किन्ने 200 रुपियाँ पनि पाउँछस् यहाँ यो किन्दा कि 200 पनि पाउँछस् नक्ली हो थाहा छ हिरो भइरहेको निराज देख्दा छ अरे त्यो नलाने हेर्न खेलेको फेरि यो चकचके फेरि छोड्दै साइमन के किन्ने किन्न अनि छैन अरे छैन सबै उ किन्दिने भने त्यस्तो मन पर्दैन नि भयो भएन आलु बखडा पनि आइसकेको रहेछ अहिले घर जाने बेलामा आलु बखडा लानुपर्छ वा कस्तो राम्रो राम्रो मान्छेहरू गैँडे हिँडिरहेको छ साइमन ओ तैँले त्यो भिडियो हेरेर लाट्टै हाँसिस् अरे साइमन भाइ त्यो आमाको भिडियो हेरेर कता हाँसिस् त तिमीहरूको हजुरआमाले हाँसिरहेको थियो त्यो भिडियो हेरेर बरे के सम्राटेले झरी देख्नै हुन्न कि है राम्रो केटी देख्यो कि छिरिहाल्दो रहेछ यो फेरि मिल्छ नि त भाइ सुनको प्राइस होइन त मिल्छ नि त किन्ने भयो फिक्समा मिल्छ नि त तिमीहरू हेर्ने मात्र होला हौ 50 केटाहरूले औँठी किनिसक्यो यार आम्बो केटाहरू पछि आउँछ साइमन चस्मा किन्ने नि आज मैले लाने गरी कि हेर्ने गरी 1000 ओ यो त खतरा गरिदिन्छ अरे यार गोरुसँग ओइ त्यो त मान्छे उडाउन आँट्यो त्यो बजाएर अहिले त बक्चोत छ यार बक्चोत यो ग्याङले के खाना हालिरहेछ नि यहाँले भिडियो बनाइदिएको मात्र यति राम्रै मान्छेहरूको भिडियो नबनाएर के गर्नु त कहिलेबाट सुरु गरेको सजनाले कति पुग्यो सब्सक्राइब कस्तो लाग्दैछ नि मेला एकदम यो 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 ठाउँ चाहिँ मैले 10 चोटि घुमिसकेँ कि यता उता यता उता यता पुरै घुमिसकेँ क्या कति घुम्नु यार आम्मा हेलो भाइ बोल्दैन त कोही पनि रियल सुन हो क्या यो नक्कली सक्कली हो त्यति सुन गर्लफ्रेन्डलाई लगिदिनु कि हकेर यार एउटा उही मा यो फेरि चक्क एकदम खत्तम छ क्या हिँड्छ छ हिँड्छ तिनवटा जाउँ एउटा आलु बखडा कस्तो छ एउटा आलु खडा गुली केही हुन्न यार मेलामा अलिकति भिडियो बनाएन भ्लग बनाएन भने कहाँ मजा हुन्छ त मलाई चाहिँ यो नि कम्फर्टेबलै भएको छैन कसरी हो यिनीहरू के हो यो 250 यो उड्ने हो कि कुद्ने हो बलियो गाडी कसरी चल्छ हाम्रो यहाँ चाहिँ सामान डोजरहरू जेसिबीहरू सबै थोक्छ है गडङ गडङ खेततिर जोताउन लानुपर्छ है जोताउन लानुपर्छ क्या घरतिर सबै ठुङ्गिला अहिले कसरी हो यो चाहिँ कोही आएको कुद्दै हिँड्छ त्यो त सम्राट त्यसलाई चल त त्यो चकचकेले ठिक बनाउँछ यसलाई चाहिँ कति हो यसको पैसा चाहिँ मिलाएर लाँदा ट्राई गरिदिनु खै केटा मलाई हम्किदियो र केटा ट्राई गरेको कसरी हो ओफो सबैमा साला यो त फरक फरक घुमाउने खालको हो कि त्यस्तो घुमाउनु न लु यसरी आमामा यसो त दुरपिनबाट हेरिरहेको छ है केटाहरूले यहाँनिर पखडा छ हौ खै 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 रियलै बन्दुक हो क्या केटा ओइ हात उठाएर सिलिन्डर गर पागलहरूले चाहिँ एकदम चलाइरहेछ है बुझ्नु सर्प खुट्टामा सर्प तपाईँको अहिले भरे लान्छु टेन्सन नगर्नु जाउँ देख्दा सर गन्नेको जुस खाना केटाहरूले अब गन्नेको जुस खुवाउँछ होला म त खान्न है केटा खाऊ तिमीहरू
यो फेरि जताउनु त्यतै बजाउँदै हिँड्छ। हिरो भइगयो नि आम्मामा त झोला झोली सबै आएको रहेछ त यहाँ त यो त कहाँको हो नेपाली हो कि विदेशी हो कि हो कसरी हो 200 डुप्लिकेट छ यार यो त केटाहरूलाई यहाँ फेरि यो भाइले फेरि खाना दियो गन्नेका जुस मात्र 50 मा ओ यो कतिवाला हो 20 वाला खाना यार त्यो त सादा हो भाइ यार पप 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 छैन पैसा के छ साथी अरे हाम्रो भाइरल दिदीहरू यहाँ हिँडिरहेछन् है सजना फ्रीमा किन्न फ्रीमा माग्न जेरी चिनिराखेको हो हालिदिन्छु त यहाँ हाइलाइटमा सजनाको हालिदिने त्यो लामो के हो यो चाहिँ कसरी हान्ने हो यस्तो यो यता त छैन यहाँ त पो त यहाँ पुरै थियो यार यसले के रोपेर है बुवा तँलाई त वारबारै पार्नु ओइमा यस्तरी हान्ने हो के हुन्छ त आमा यसको भनेको कस्तो हुन्छ खेल्न आउँछ केटाहरूलाई खेल्न आउँछ तेरो त पनि हान्ने यही हो चुसे चुसे गरिरहेको छ अघि देखेको उइमा पैसा पाइन्छ अनि पैसाको त पार्ने त अनि के को फ्रीमा आउँछ त ओइ भाइ भाइ त रामेको भाइ हो कि होइन त्यो दाइ कहाँ छ अहिले केटा जाउँ अब चाहिँ साथीहरू भिडियो पनि धेरै भयो भिडियो पनि अब त रोक्नु सक्नुपर्छ जस्तो लागिरहेको छ यस्तै भयो मेला खासै गतिलो पनि भएन यसपालि टाउको दुखेर मर्नु के भन्दिनँ त्यही राम्रो पर्छ अरे त एउटा हेर्दा मेलाको बेला हेर्नु त 500 रुपियाँ छ हेर समय 500 8 नम्बर कतै मैले गर्नु तेरे के भयो बुढो झ्याप भइरहेछ कुटो भने छैन फेरि त्यसले पानी लिन गइसक्यो समयले तैँले ओपन नगर भाइ यो अटोले त बुढोलाई हान्देर यस्तो भयो साथीहरू हेर्न सक्नुहुन्छ ड्याम्मै अटोले हान्देर ढालिदियो बुढो रक्सी खाएर खुट्टा हाल्नु ओइ खुट्टा हालिदियो त त्यो मान्छेले त चाहिँ रोटेपिङ पनि सुरु भइसक्यो साथीहरू यहाँ हात्ती ट्राम्पोलिन खेल्ने ट्राम्पोलिन के हो त भनेको उतो जम्पिङ जम्पिङ जम्मिङ खेल्न त खतरा मजा आउँछ साँच्ची उल्टी सुल्टी साइमन त त्यहाँ उफ्रियो भने त त्यो सबै दुलो पर्छ होला त साइमन हात्ती छ साइमन 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 कति केजी छ 100 पुरोले उता आमाले एक लाते हानिसक्यो कहिले यो बुढो त खतरा है साथीहरू ओइ बुढोहरू त पैसा एक तेरा एक मेरा भन्दै पैसा बाँड्न थालिन्छ त भित्तीहरू आउँदैछ न केटाहरू भित्तीहरू आइरहेछ हिजो के भयो सेटिङ ठिक छ नि त्यो त राति 12 बजे आउन आइदिरहेको थियो यार कोही माथि उयो न्याक्रियो त्यसलाई 12 बजे आउन आइदिरहेको थियो त भक्कै केटाहरू कति कमाएर आयो कति कमाएर आयो कतिखेर आएको उहाँबाट सम्माहरू आएको छ नि त्यो राजा बोलाइनस् कहिले जाने भोलि जाने भेट्न भन्छ है साथीहरू भिडियो होइन फोटो खिचेको केटाहरू हावा कुरा गर्छ केटाहरूलाई भाइरल बनाइन्छ नि फेरि म त केटाहरूले प्लान गर्दैछ भरे बाख्रा चोर्न जानलाई देखेँ मानु भागतिरहेको छु उहाँ सबैभन्दा हेर्छ यही हो टङ टङ खाने टङ टङ कहाँ उता टङ टङ गर्नु हावा